हेलो वेलकम ब्याक टु माई अनदर भिडियो। तपाईँलाई म स्वागत गर्न चाहन्छु मेरो फेरि अर्को भिडियोमा। अनि आज भने एकदमै हावा चलिराखेको छ। आज भने म सानो भिडियोलाई तपाईँको माझमा ल्याइराखेको छु। अहिले भने म बाजेलाई मेरो एम्प्लोयरलाई बाहिर घुमाइराखेको अवस्था छ। एकदमै घाम छ, हावा पनि चलिराखेको छ। केसहरू उडेको देख्न सक्नुहुन्छ हावाले गर्दाखेरि। कस्तो छ म यहाँनिर कसरी म दिनहरू बिताउँछु है बाजेलाई घुमाउँदै। अनि मेरो ठाउँहरू कस्तो छ अहिले भने म यी बाजेलाई टक्कसँगले हिँडिराखेको अवस्था छ। यस्तो ठाउँहरू टक्कसँगले होइन हेर्न के दामी फुल फुलेको छ यहाँनिर। वाउ मजाको फुल है। के फुलहरू हेर्नुहोस् त यस्तो फुलहरू है। अब्बा भेसेदेर अनि हेर्नुहोस् त यहाँतिर चाहिँ यो चाहिँ जहाँसुकै रोपेको हुन्छ होइन, फल्दो पनि रहेछ, टिप्दो रहेछ होइन। यो पहिला पहिला आउनेलाई थाहा हुन्छ यो चाहिँ के को ट्री हो त, यो पाम ट्री यो हो कि के हो है। हामीले खजुर हुन्छ नि यस्तो है पाम ट्री जस्तो लाग्यो। यो सोध्नुपर्ने छ के हो, म गलत छु कि छुइनँ। यहाँ पनि छ हेर्नु है, हरेक घरमा हुन्छ कि यो परम छ। हो एग्रिकल्चरको ठाउँहरू छ, एग्रिकल्चर फार्महरू छ यहाँ देख्न सक्नुहुन्छ है। एग्रिकल्चरमा सेक्टरमा आउनेहरू चाहिँ सायद यस्तोमै काम गर्नुपर्छ जस्तो लाग्यो मलाई। मक्कासँगले यसरी हिँडिराखेको छु। घाम छ, पुरा घाम छ, एकदमै घाम छ। बाजालाई त्यो बेला घुमाउनै पर्छ नि त बाहिर हो, 10 साढे 10को टाइममा। भित्र बसेर बोरिङ हुन्छ, घुमाउनै पर्छ बेला बेला। हेर्नु है बबाल, घर पनि बबाल, गाडी पनि बबाल। हेभी धनीहरू हो कि है गाडीहरू हेर्दा घरहरू हेर्दा त हेभी छ त नि। हेर्नुहोस् न यो फुल त हाम्रो जङ्गलतिर घाँस काट्दाखेरि धेरै मात्रामा पाइने फुल हो। हेर्नुहोस् न यहाँ त मजाले घरमा राखेको रहेछ, मजाको। अहिले भने म सक्छु मेरो स्कुलमा आइसकेको छु। यो चाहिँ मेरो बस्ने ठाउँ हो। रुख चढेर मजाले होइन, रुखको मुनि चाहिँ बस्ने चौताराहरू यसो बनाइदिएको छ। सिटिङ ठाउँहरू होला यो चाहिँ होइन। टक्कसँग यहाँनिर केहरू छ, के हो यहाँनिर घरहरू छ। यहाँ नानीहरू गोली खेल्न आउँछ होइन टक्क अरू बेला। म चाहिँ मेरो घरकै छेउमा छु अहिले चाहिँ। बाजेलाई अगाडि राखिराखेको छु, बाजा देखाउँदिनँ तपाईँलाई। यस्तो जिन्दगी छ। बेला बेला हरेस लाग्छ नि जिन्दगी सोच्दाखेरि होइन। कसले सोचेको थियो होला यस्तो बिरानो ठाउँमा आएर चाहिँ आफ्नो ठाउँहरू छोडेर यस्तो ठाउँमा चाहिँ काम गर्नुपर्छ भनेर सोचेको थिइनँ मैले। मेरो चाहिँ सोचाइ अर्कै थियो। ठुलो सहरतिर छ होला सोचेको थिएँ। गाउँ पनि पत्ला हो। नेपाली मैले एउटा देखेको छुइनँ आएको 1 महिना जस्तो हुन लाग्यो। नेपाली त किन अरू मान्छे पनि देखेको छुइनँ हामी जस्तो काम गर्ने। एकजना त अस्ति देखेको थियो भन्दाखेरि हुनसक्छ श्रीलङ्काको कहाँतिर होला। कसरी बोल्दैन, भाषा मिल्दैन, बोलाएन, मलाई पनि बोलाएन। उसले पनि यस्तै बाजे घुमाइराखेको थियो। तर यस्तो त सोचेको थिइनँ मैले, यस्तो म त गर्छु भनेर चाहिँ म चाहिँ। अब चाहिँ म घर गएको होइन, मेरो घरको छेउ, म घरको छेउमै छु नि त। मेरो घर यहाँ हो है, केसँगले यो मेरो घर चाहिँ यो हो। अनि हाम्रो घर चाहिँ मेरो होइन, मेरो बाजेको घर हो। यहाँ बस्ने चल्छ मेरै भन्न भएको हो नि त होइन। काम गर्ने मान्छे आएको छ, सफा गर्दैछ। के अरे म यहाँ बस हेर्नु, विराट कोहली चढ्ने बस त यहाँ छ त हो नि त। आइपिएल खेलेर यहाँ आउँछ क्या। ऊबाट छ मेन रोड चाहिँ, ठुलो गाडी आएको देख्नु हुँदैछ। टक्कसँगले अब चाहिँ मेरो घर पुगेको अवस्था छ। अनि मेरो घर चाहिँ यहाँ छ खोलाएर। अन्त काम गर्ने मान्छे पनि गाडी लिएर आउँछ हौ, रोचम्म लाग्दो है। हेभी हेभी घरको वरिपरि यस्तो छ अवस्था अहिलेको कन्डिसन चाहिँ। वेदरहरू खोला मजाको, पहाडी भित्ताहरू देख्छ, डाँडाहरू देख्छ, गाडी कुदिरहेको छ। म चाहिँ अब घरभित्र गएको गाइस। अनि म अब घरमा गएर काम के गर्छु तपाईँले हेर्नुहोस् है। आज म खाना पकाएको देखाउनु पऱ्यो, धेरै भयो।
खाना पकाएको म देखाएको। ओके त्यो गाइस अब भने मेरो खाना पकाउने काम भयो ल। फेरि सुरु भात त मैले बनाइसकेको छु। यस्तो भोक लागिरहेछ आज, छिट्टै त पकाएर खाइहाल्छ अब। अन्त यहाँनिर मैले प्याजहरू काटिसकेको छु, लसुन। अनि आजको रेसिपी चाहिँ के हुन्छ भने विङ्स रेसिपी ल। 3टा विङ्स दिएको छ मलाई बुढीले। अन्त तपाईँहरूले नसोच्नु होला खानाहरू पकाउनु पर्छ, खाना त आफू लागि आफै पकाउनु पऱ्यो नि त होइन। अन्त खानाहरू त अब खानु पऱ्यो, भोक लाग्छ। त्यही भएर लेट्स सी कस्तो हुन्छ। अनि मेरो दिन चाहिँ यसरी बिताउँछु म, घरि बाजालाई घुमाउनु लाँदै, घरि आफ्नो टाइम पास गर्दै, अनि खाना पकाउँदै खाँदै, यसरी नै मेरो टाइम पास हुन्छ। अनि हेर्नुहोस् आजको मेरो यो विङ्स कस्तो हुन्छ, तपाईँलाई म खाएर पनि देखाउँछु। खाएर देखाउनै पर्छ अब, लास्टको इन्डिङ छ होइन। अन्त ओके, स्टे ट्युन माई भिडियो। विङ्सहरू पसिसकेको छ कराईमा। यसको फाइनल लुक्स चाहिँ आउनु बाँकी नै छ, भर्खर लगाएको मैले यो। हेर्दै गर्नु होला है मेरो भिडियो अन्तिमसम्म ल, छोटै हुन्छ भिडियो। टक्कसँगले छोपिदिनुपर्छ अब। ओके, अब भने म खाना खानलाई रेडी भएको छु। यो सब्जीको लुक्स चाहिँ यस्तो भएको छ, फाइनल लुक्स चाहिँ यो चिकन विङ्स अनि मेरो यो राइस। अब म खानेछु। गाइस अब भने खाएको मैले। कसो भएछ आम्मामामामाम। म त खतरै कुकमेन भइसकेको छु यहाँ त। हुन्छ अब भने म मेरो भिडियो यतिमा अन्त गर्न चाहन्छु। तपाईँलाई धेरै धन्यवाद, तपाईँले मेरो भिडियो अन्तिमसम्म नै हेरिदिनु भयो। अनि तपाईँहरूले कमेन्ट्स गरिदिनु होला। अनि कमेन्ट्समा तपाईँ जब कमेन्ट्स गर्नुहुन्छ नि, तपाईँको कमेन्ट्स गर्दा मलाई खुसी लाग्छ नि त होइन। कमेन्ट्स गरेर नबिर्सिनु होला कस्तो लाग्यो मेरो भिडियो। अनि यस्तै छ काम कुरो, उठ्यो फेरि यस्तो घुमाए, दैनिक काम कुरो यस्तै हो। अनि ओके गाइस, अब फेरि अर्को भिडियोमा भेट्नेछौँ। तपाईँसम्मको लागि मेरो भिडियोलाई सेयर गर्नु होला मन पऱ्यो भने। अनि नयाँ हुनेहरूले मलाई फलो गर्नु होला। बाई बाई।